नमस्ते सबैजनालाई। माथि भनेको जस्तै चाहिँ एन्टिबायोटिक चाहिँ तपाईँहरूले चाहिँ नखाँदाखेरि या फिर बिचमा छोड्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ करिब 1.9 मिलियन मान्छेको मृत्यु र 3.5 अमेरिकन ट्रिलियन डलरको चाहिँ नोक्सानी हुन्छ भनेर चाहिँ एउटा चाहिँ WHO को डाटाले चाहिँ इस्टिमेसन गरेको छ। अब यो चाहिँ विश्व स्वास्थ्य सङ्गठन WHO ले चाहिँ जनस्वास्थ्यमा चाहिँ एकदमै मेजर प्रब्लमहरूमा चाहिँ लिस्ट गरेको छ। अब यो सुन्दाखेरि सानो एन्टिबायोटिकले यति धेरै खतरा कसरी हुन्छ भन्ने कुरामा चाहिँ बुझ्नै पर्ने कुरा भनेको चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्स। एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीले जब जथाभावी एन्टिबायोटिक्सहरूलाई चाहिँ युज गर्छौँ, जथाभावी अर्थात् सामान्य रुगाखोकी ज्वरोमा पनि चाहिँ कुनै पनि ब्याक्टेरियल इन्फेक्सन नहुँदैखेरि चाहिँ हामीले एन्टिबायोटिक युज गरिदिने र चिकित्सकहरूले पनि ब्याक्टेरियल इन्फेक्सन शरीरमा ब्याक्टेरिया भएपछि एन्टिबायोटिक युज गर्नुपर्ने, तर ब्याक्टेरियल इन्फेक्सनको पुष्टि नभइकन चाहिँ डक्टरहरूले पनि लेखिदिने पुर्जीमा र फार्मेसीवालाहरूले पनि सजिलै चाहिँ चक्लेट जसरी बेचिदिने र बिरामीहरूले पनि ल्याउने एउटा दुईवटा खाने बिसो भएपछि छोडिदिने भए पछाडि चाहिँ यसलाई चाहिँ जथाभावी भनिन्छ। अब जथाभावी गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरू चाहिँ प्रतिरोधात्मक हुन्छन्। अर्थात् अर्कोचोटि एन्टिबायोटिक युज गर्दाखेरि अथवा 2-4 चोटि युज गरे पछाडि क्रनिक युज पछाडि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ब्याक्टेरियाहरूले चाहिँ अब डिफेन्स गर्न सक्छन् त्यो एन्टिबायोटिकमा। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ सजिलो एन्टिबायोटिकले चाहिँ काम गर्दैन, अझै स्ट्रङ एन्टिबायोटिक चाहिन्छ हाम्रो लागि चाहिँ, अझै खतरा एन्टिबायोटिक चाहिन्छ। तपाईँ चाहिँ कुनै एक्सिडेन्ट भएर हस्पिटल जानुपर्ने भयो, तपाईँको शरीरमा इन्फेक्सन देखियो, तपाईँ हस्पिटलमा बस्नुपर्ने भयो भने चाहिँ सामान्य एन्टिबायोटिकहरूले चाहिँ काम गर्दैन, अझै स्ट्रङ चाहियो। अनि यसरी चाहिँ अब पछि चाहिँ यस्तो समय आउँछ चाहिँ त्यति बेला चाहिँ हामीसँग चाहिँ कुनै पनि एन्टिबायोटिक हुँदैन ब्याक्टेरियाको लागि, र नयाँ एन्टिबायोटिक बनाउनको लागि चाहिँ एकदमै धेरै खर्च लाग्ने चाहिँ अवस्था छ। त्यही भएर चाहिँ यसले चाहिँ ठुलो आर्थिक नोक्सानी पनि गराउँछ भन्ने चाहिँ पुष्टि गरेको छ। र अर्को भनेको चाहिँ यो एन्टिबायोटिक रेजिस्टेन्स भनेको चाहिँ नेक्स्ट जेनेरेसनमा पनि सर्छ। एउटा भर्खरै जन्मेको बच्चामा पनि एन्टिबायोटिक रेजिस्टेन्स देखिएको छ। त्यो चाहिँ अब आमाबाट बच्चाहरूमा सर्ने पनि हुन्छ। त्यसरी चाहिँ दोस्रो जेनेरेसनको लागि पनि यो चाहिँ एकदमै थ्रेट देखिएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब चाहिँ औषधि प्रयोग गर्दाखेरि, विशेष गरी एन्टिबायोटिक प्रयोग गर्दाखेरि चाहिँ अब चाहिँ सोचेर गर्नुपर्ने चाहिँ हुन्छ।